यो चाहिँ दरबारको टक्क कता कता के भनेर छ हैन। ओ माथि ल्याङको झन्डा गाड्ने ठाउँ भनेर लेखेर छ। महारानी शक्तिपीठ के राखेछन्। यो चाहिँ एकदम के हो पनि बाब है टक्क यस्तो राखेछ। परिसर तल दरबार छ। यो मासतिर चाहिँ यस्तो भवन छ है। यो अब हामी हिल्याङ दरबारमा आज गएका छौँ। यो हिल्याङ दरबारमा प्रयोग भएका इँटाहरू भनेर लेखेको छ। यहाँ इँटा चाहिँ यो पछाडि ब्याकग्राउन्डमा लेखेको छ इँटा। यो इँटाहरू चाहिँ हिल्याङ दरबारमा प्रयोग भएका इँटाहरू भने चाहिँ जीर्ण अवस्थामा छ। दरबारको एकदम संरचना यो चाहिँ पहिले पाली दरबारमा गोली हान्नको लागि बनाइएका यस्ता स्तम्भहरू रहेछन्, पुवालहरू हैन। टक्क यहाँ हामी देख्न सक्छौँ। यो क्यामेरा फ्लिप भएन। क्यामेरा फ्लिप नहुँदा म यस्तो घुमाएर यो तपाईँले खोपा देख्न सक्नुहुन्छ। यो यस्तो यो खोपा यो चाहिँ बन्दुक हान्नको लागि उसले गोली चलाउँदा दरबारको सुरक्षाको लागि सेना तैनात हुने ठाउँ। बहुतै गजब एकदम प्राकृतिक सुन्दर वातावरणमा दरबार बहुतै राम्रो रहेछ हैन। अब यहाँ माथि चाहिँ के छ म एकदम कुद्छु छिटो पुर्याउनलाई। यस्तो छ हामी घुम्न गएका छौँ यहाँनिर। यहाँ चाहिँ पुरानो पर्खालमा मन्दिर रहेछन्। देवीथान देवीको मन्दिर राखेको पनि रहेछ पूजाआजा गर्नलाई। देख्न सक्नुहुन्छ यहाँ चाहिँ मन्दिर यस्तो रहेछ। मन्दिरलाई चाहिँ यहाँ देवीथान मन्दिर राखिएको रहेछ। दरबारहरूले पूजा गर्ने ऐतिहासिक बहुतै मनोरम छ नि। हाम्रो फोटो खिचाइ अहिले मेरो फुल भइसकेको छ। त्यो मम्मी दिदी बहिनी तलतिर साथीहरू सबै पुरा घुमाइ पो छ त यहाँ त आज त हेट तेरी साह्रै रमाइलो भयो। लु यति गर्न त।